गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि नयाँ भिडियो लिएर गइसकेको छु र आज चाहिँ हाम्रो है आजको प्रोजेक्ट के हुन्छ भन्दाखेरि रोडमा रहेको त्यो ड्रमहरू हुन्छ नि त्यहाँ चाहिँ हामीले चाहिँ रिफ्लेक्टर टेप लाउन गइरहेको छौँ होइन। किन भन्दाखेरि यो एक्सिडेन्ट गर्नुको कारणले चाहिँ हामीले चाहिँ त्यहाँ लगाइदिने भनेको। यो चाहिँ हाम्रो नेसनल बाइकर जोनबाट चाहिँ है स्पोन्सर भएको छ। त्यस कारणले आज हामीले स्याटरडे भएर चाहिँ छुट्टीको दिन भएर चाहिँ आज हामीले चाहिँ लाउन गइरहेको छौँ। र हेर्दै गर्नुलाई त रिफ्लेक्टर चाहिँ खतरा पारामा काटिरहेछ। यस्तो राम्ररी हेर्न सक्नुहुन्छ होइन। कहाँ सिके ब्रो यो काम गर्नलाई खतरा काटिरहेछ त। ओहो ल ठिक छ। अनि साथसाथै चाहिँ हाम्रो नवराज साथीले चाहिँ यही वैशाख 1 गते चाहिँ मोबाइल पसल चाहिँ खोलिराख्नु भएको छ है। र उहाँको पसलको नाम चाहिँ हेर्न सक्नुहुन्छ साझा मोबाइल एन्ड रिपेयरिङ सेन्टर रहेछ। यो चाहिँ हाम्रो बेङ्क रोड साइडमा पर्छ होइन। यति हजुरलाई केही बनाउनु पर्छ अथवा किनबेच गर्नु छ भने उहाँलाई सम्झिन सक्नुहुन्छ ल। र हाम्रो अर्को दोस्तले चाहिँ यता हेर्न सक्नुहुन्छ स्पिड हाउस चट्टसँगले होइन खोल्दै हुनुहुन्छ होइन। खोलिसकेको छ भनौँ न। उसको चाहिँ अब बोर्ड हाल्नु बाँकी छ। ल हाम्रो केटाहरूले गइरहेछ है। र हेर्न सक्नुहुन्छ खतरा रिफ्लेक्ट आइरहेछ है टेप टक्क अब हामी टाल्नेछौँ गएर ड्याम पारेर ल। रेडी हो ब्रो? रेडी हो ल। र हामीले चाहिँ रिफ्लेक्टर है हाम्रो यहीँबाट चाहिँ उद्घाटन गरिरहेको छौँ। यो पिल्चोको टप हवाई फिल्ड छिनै अपोजिट हेर्न सक्नुहुन्छ यहाँ है। र ल यता दामी भइगयो त। रातो त्यतापट्टि हान्नु ल रिफ्लेक्ट हामी देखिने भयो ल है। हाम्रो नेसनल बाइकर जोनको स्पोन्सरबाट सबै मान्छेलाई रिफ्लेक्टर सबैको लागि होइन ब्रो। ल दामी भयो ल। यस्तो केही छ ड्रमहरूको हालत होइन। रिफ्लेक्टर नभएर गाडीहरूले हानेर यस्तो केही भत्काइदिएको छ। र यहाँको मान्छेहरूले कति मान्छेले त यहाँ माटोले पनि लेपिदिएको रहेछ। त्यही भएर हामीले पुछिवरी टक्क सफा गरिवरी स्टिकर टाँसिरहेको छौँ। हाम्रो नेसनल बाइकर जुन है यो स्पोन्सर यो हाम्रो कुनै ठेक्का होइन। हामीले चाहिँ गाईघाटदेखि चतरासम्म सबै छ ठाउँमा चाहिँ हाम्रो नेसनल बाइकर जोनबाट चाहिँ हालिरहेको छौँ होइन त। हजुर ल ठिक छ। यहाँ हेर्नु सक्नुहुनेछ सबै यहाँदेखि परसम्मको ड्रम दुवै साइडमा हामीले रिफ्लेक्टरहरू हालिसकेका छौँ। यहाँ चाहिँ करिब 10-12-13वटा ड्रम होला। यहाँ 6-7वटा छ, अगाडि 6-7वटा छ होइन। टाल्दा यो 7 तारे भन्ने ठाउँमा आइसकेको छौँ होइन। टक्कसँगले अब टालिरहेको छौँ। डाइरेक्ट हो क्या यति राम्रो देख्यो ब्रो। ओहो बवाल यताबाट टाँस्दै जाउँ न उताबाट टाँस्दै जाउँ ल है। दामी अब यहाँ रातोको पालो ब्रो होइन। ओके ब्रो। कति आफ्नै पसलको मात्रै काम गर्नु होइन। कहिलेकाहीँ समाज कार्य पनि गर्नु पऱ्यो नि। समाजसेवी बन्नु पऱ्यो कहिलेकाहीँ। यसो थुप्रै एक्सिडेन्ट भइरहेको छ। एक्सिडेन्टलाई घटाउनु पऱ्यो। हजुरहरू पनि बिस्तारै चलाइदिनु होला होइन त। सबैले अब पालना गरेपछि पो सबै थोक एक्सिडेन्ट घट्छ जे पनि घट्छ होइन त। ल ठिक छ। सब ड्रममा यहाँ हेर्नु सक्नुहुनेछ चोट लागेको छ। यसमा हेर्नु त्यसमा हेर्नु त्यहाँ यो चाहिँ नदेखेरै हो। नदेखेरै हो। त्यही भएर हामी टाँस्दैछौँ। टाँसी पनि सक्छौँ। दामी हो दामी। म चाहिँ क्यामेराम्यान स्पिड हाउसबाट। र यहाँ हामी चाहिँ यो बेलडारको चेकपोस्टमा सम्म चाहिँ आइसकेको छौँ। चतरासम्म जाने भनेको थियौँ तर चतरा चाहिँ अब नभ्याउने भयो किनभने टाइम पनि हेर्नुपर्छ। आउँदै राति हुन्छ है। र यहाँ चाहिँ हामीले चाहिँ टालिरहेको छौँ हाम्रो सरसँग चाहिँ मिलेर चट्टसँगले यहाँ टालिरहेको छौँ। यो त यहाँ टाल्नु पर्यो। यहाँ यो चाहिँ यहाँनिर हो। अनि त्यसले यताबाट हेर्ने हो नि त। अरू छ नि र? हजुर छ। यो दुईटा रातो खै रातो त यो खै दामी छ भने ब्रो।
ल दामी त्यहाँ परसम्म चाहिँ सबैमा हालिदिन्छौँ ऊ त्यहाँ पनि सक्नुहुन्छ सेतो 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 यहाँ पनि सेतो दुईतिरै टक्कसँगले मिलाएर हामीले यहाँ चाहिँ रातो सेतो हालिदिएको छौँ मिलाएर हामी अब जाँदैछौँ कहाँ जाने हो ब्रो अब गाईघाट हो ल हेरिदिउँ त ल रिफ्लेक्टर कस्तो टकिँदो रहेछ यो हो नि त पारा यो ड्रम चाहिँ टाढाबाट केही नदेखिने रहेछ होइन कलर गरेर पनि होला यो माटोले लेखिदिनु भएको छ कालो थियो र हामीले पुछेर यहाँनिर त्यस्तो रहेछ ल अब चाहिँ हाम्रो गाडीहरूले मजाले यो ड्रम देख्नुहुन्छ र तपाईँहरू पनि अलिक बिस्तारै कुदाइदिनु होला कि कसो हो त ल हामीले आज दिनभरि हामीले चाहिँ श्रमदान गरे जसरी नै हामीले स्टिकरहरू टक्कसँगले टाँसिरहेको छौँ ड्रमहरूमा हाल्दैछौँ र हामीले आज चतरासम्मको प्लान गरेको थियौँ तर नभ्याएर चाहिँ अब गाडी अब गर्दैछौँ हामीले लगाएको रिफ्लेक्टरले चाहिँ काम गरिरहेछ यहाँ हेर्नु सक्नुहुनेछ लिक्कै टल्क्यो फोटोमा भन्दा पनि आँखाले धेरै टल्किरहेछ है त्यहाँ हेर्न सक्नुहुन्छ सेतो बत्ती बले जस्तै बलिरहेछ बत्ती बले जस्तै बलिरहेछ जस्तो छ है लिक्क ल ल यो हामी अब टाइम नभ्याएर चतरासम्म गयो नि हामी फर्किरहेछौँ है अब गाईघाट पनि लाउने सोध्छ ढिलो भयो नि टक्क हेर्न सक्नुहुन्छ हाम्रो रिफ्लेक्टर चाहिँ टाँस्दै हामीले बल्ल बल्ल हाम्रो गाईघाटमा आइपुगेको छौँ र गाईघाटमा आइपुग्दाखेरि अहिले करिब 7:30 बजिसकेको छ होइन जहाँ चाहिँ हाम्रो दोस्त यहाँ टक्क पिच चोकमा दामी पाराले टाँसिसक्यो अब पिच चोक हेर्न सक्नुहुन्छ यस्तो के जाने फाइनली हामी चाहिँ के भन्छ टाढा टाढै चाहिँ हाम्रो यो गाईघाटको आँखा सटाल बोक्से चाहिँ आइसकेको छौँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अब हामीले अँध्यारो भइसकेको छ टाढा टाढै र उता चाहिँ सबै टालिसकेको छौँ लास्ट अब यति अन्तिम यति बाँकी छ है चट्टसँगले यो चाहिँ बोक्से हस्पिटल जाने बाटो हो नि त आँखा अस्पताल केन्द्र ल उता परेन होला हौ यसले नि भन्छ यतापट्टि हाल्नु ल हामीले चाहिँ टक्कसँगले यो रिफ्लेक्टर टालेर ठिकै छ यसमा हाम्रो यहीँसम्मको चाहिँ प्रोजेक्ट कहाँसम्म हो यहीँसम्म भन्ने ठाउँको नाम भनिदिनु पर्यो क्या सर यो गाईघाटको के भन्छ अरे आँखा देखि कहाँसम्म बेलटारसम्म बेलटारसम्म सकियो आज होइन त सक्यो आजलाई हेर्न सक्नुहुन्छ झिलिमिली देखाइदेऊ चारैतिर ओहो यहाँसम्म अलिक देखिँदैन होला सायद देखिरहेछ ल ब्रो यहाँसम्म यदि लाग्छ भने हजुरलाई धेरै धेरै धन्यवाद छ र यस्तो यस्तै भिडियोहरू मन पराउनुहुन्छ भने लाइक गरिदिनु होला अनि नेसनल बाइकर जोनलाई चाहिँ फलो गर्नु परेन गर्दा नि हुन्छ मन परे गर्नु न मन परे नगर्नु के भन्नु कि के हो हामीले भन्न सक्ने त केही पनि होइन त्यही हो है अब